214 रे ओ गर्छु त्यो 22 रे यसलाई यो पनि भयो अहिलेलाई। हेलो एभ्रिवान, आज चाहिँ हामी फेरि सामानहरू किचनको सामानहरू सबै सकिएको थियो हैन, अनि फेरि किचनको सामानहरू लिन चाहिँ गेमु सुक्पा जान लागेको। हामी चाहिँ लगभग विकमा एकचोटि चाहिँ सपिङ गर्छौँ, खाइमुन गर्छौँ है किचनको सामानहरू, एक हप्तालाई पुग्ने गरेर। सो त्यो सामानहरू चाहिँ अब सकिएको छ। अब फेरि आज फेरि सामान एक हप्ताको लागि किन्न जाँदैछौँ। म चाहिँ लगभग रेडी भइसकेँ, रेडी भइसकेँ। यता रेडी हुँदै हुनुहुन्छ, भइसक्यो रेडी भयो? ऊ पनि रेडी भइसक्यो। अब निस्किन्छौँ हामी। साइकलमा जाने कि हिँडेर जाने? साइकलमा जाने? हिँडेर जाने भन्दै चाहिँ साइकलमा जान पाए ठिक हुन्थ्यो होला। ल ठिक छ, हामी निस्किनु लाग्यो है, हेर्दै गर्नु होला। हामी चाहिँ यति बेला ठ्याक्क गेम सुक्पा आइपुगेको है। देखिन्छ गेम सुक्पा, यो चाहिँ 9 बजेबाट 7 बजेसम्म मात्रै खुल्ला हुन्छ। त्यो टाइममा चाहिँ सबै मान्छेहरू तपाईँहरू सबैले काठको किचनमा गेम सुक्पामा चाहिँ लगभग हामीले 2
2500 जतिको चाहिँ सपिङ गरेर चाहिँ 2500 खर्च गरेर कति यति पनि आएको छैन है एउटा मासु केही पनि छैन यतिको 2500 जति खर्च भयो अब चाहिँ सागसब्जी चाहिँ यहाँ पाउँदैन होइन हरियो सागसब्जीहरू चाहिँ यहाँ पाउँदैन त्यही भएर सागसब्जी चाहिँ हामी यताबाट अर्को सुपर मार्केटबाट किन्दैछौँ अब चाहिँ हामी सब्जीहरू किन्ने ठाउँमा आइपुग्यौँ त्यहाँ चाहिँ अघि सब्जीहरू पाइन्न कि त्यहाँ चाहिँ अलि हरियो तरकारीहरू चाहिँ पाउँदैन अनि यहाँ चाहिँ एउटा कुरो तपाईँहरूलाई थाहा छ उसलाई चाहिँ होइन धेरै हरियो सागसब्जीहरू यस्तो खान मन पराउँछ होइन मलाई चाहिँ हामी फेरि मासु अनि गेटागुडीहरू अन्डाहरू ससेसहरू यस्तो चाहिँ उसलाई मनपर्छ मलाई चाहिँ हरियो परियोहरू त्यही भएर दुई ठाउँ पसेर हिँड्नुपर्छ हामीलाई चाहिँ अनि मलाई फेरि उसले अब होइन मासु धेरै भयो अब सागसब्जी खाउँ है भनेर सागसब्जी पकायो भने एक दिन कि दुई दिन सागसब्जी खायो भने चाहिँ मलाई फेरि कति धेरै भयो एक महिना सागसब्जी खाए जस्तो हुन्छ अनि मासु नखाएको चाहिँ धेरै भयो अब मासु खानु पर्छ भने यस्तो हुन्छ कि अनि फेरि मासु बनाइहाल्छु मैले चाहिँ त्यस्तै छ खानामा अब यहाँबाट चाहिँ के सागसब्जी किन्छौँ हामी तपाईँहरूलाई देखाउँछौँ तो चलिए शुरू करते हैं सरखण्ड चाहिँ उसलाई फेभरेट होइन सरखण्ड लिन लागेको छ चाहिँ खरबुजा हो कि हेर्नु न 4093 अरे खरबुजा एउटालाई कसले खाने हो यो बात तो सही है केराहरू रहेछ केराहरू चाहिँ अलिक सस्तो रहेछ सस्तो त के 214 अब अरू के दिने त्यहाँ फर्सी रहेछ नि त फर्सी दिने आधाको आधा नि छैन यसलाई कति हो 172 185 ट्याक्स तिरेर लिने के भन्छ अरे यसलाई चाहिँ नेपालमा के भन्छ नेपालमा पनि त्यही भन्छ जुकिनी भन्छ जुकिनी ओके यो चाहिँ ठिकै रहेछ 106 रुपियाँ जुकिनी एउटालाई के हो र यो मकैको त्यो भर्खर मकै त्यो दाना हाल्दाखेरि यस्तो यस्तो हुन्छ नि सुरुको भयो होला यता न मकैको घोका छ न के छ के खाने हो आलुलाई एउटा चारवटा कति रहेछ 214 वाउ 214 आलु त चाहिन्छ नि त धेरै नै च्याउ हो हुन्छ आलुमा ठिक हुन्छ नि त च्याउ त यसको 171 है यतिको यति एउटा च्याउको चाहिँ 171 च्याउ होइन यो च्याउ चाहिँ केमा खान्छ भन्दा नाबेमा हालेर खाने च्याउ हो त्यो सलादहरू खायो भने यो च्याउ पनि मिठो हुन्छ यो चाहिँ बरु च्याउ जस्तै रहेछ राम्रो खालको मैले ट्राई गरेको छुइनँ कसरी बनाउने खाएँ छैन हेर्दाखेरि नि कस्तो विषालु च्याउ जस्तो देखिन्छ फेरि खाएर बुढाबुढी नै फेरि न्युरो न्युरो तर कस्तो नराम्रो हो कि के हो न्युरो पनि यहाँसम्म केही छैन यहाँ मात्रै छ यो अनि यो यति खाएर यो ग्यास मात्रै होइन 5 वटा डाँठ पनि छैन क्या 322 रे हाम्रो मामाले कति घेल्टी 322 रे न्युरो अरू पनि हेर है अब सबै आज यहाँ चाहिँ धनियाँ रहेछ आज कति घेल्यो पहिला तर आज अलिक ठुलो रहेछ यो 100 होइन 158 को रहेछ ट्याक्स जोडेर सागहरू
फेभरेट जति पनि खान सक्छ यो सिमी छैन यहाँ गन्यो भने चाहिँ 10वटा भन्दा बढी नहोला प्राइस हेर्नु न यसको 214 अरे ओकट यही भयो अनि अर्को फेरि छ कि यहाँ तिती करेला होइन यो एउटा तिती करेला छ यसलाई नि 322 रे यसलाई यो पनि भयो अहिलेलाई माछाहरू चाहिँ माछाको आइटमहरू यो माछा चाहिँ ठिक होला जस्तो छ अब चाहिँ लगभग सब्जीहरू भयो होइन सब्जीहरू माछा पनि हेरेको अलि काँडा भएको मात्रै माछाहरू चाहिँ काँडा नभएको माछा पनि हुन्छ कहिले काहीँ त राख्छु काँडा नभएको माछा भएको भए लिनु हुन्थ्यो काँडा भएको चाहिँ अलिक झ्याउ हुन्छ कि अस्ति नै कृत्रिम घाँटीमा अड्केर है त्यस्तो झ्याउ भयो राति छिटो माछा लगाएर खाएको थियो अनि बनाएर अनि खाएको त माछाले मलाई खाएको घाँटीमा अड्केर कस्तो आपत भयो थियो त्यही भएर माछा खाने अलिक डर लाग्छ कि अब सब्जीहरू भयो अब चाहिँ के छ अरू अब चाहिँ नमिमनहरू लिने ड्रिङ्क्सहरू ड्रिङ्क्सको जुसहरू चाहिँ भयो भने चाहिँ जुसहरू किनभने हामी त बाहिर चाहिँ सानो बोतलहरू किनेर खायो भने चाहिँ महँगो पर्छ क्या त्यही भएर एकैचोटि यो ठुलो बोतलहरू लियो भने चाहिँ के अरे अलिकति सस्तो हुन्छ नि त सस्तो नि पर्छ धेरै नि हुन्छ अनि फेरि काममा जाँदाखेरि लग्दा चाहिँ अर्को बोतलमा खनाउँदै अनि लग्यो भने चाहिँ अलिकति त्यसले ठिक हुन्छ जस्तो लागेर हामीले चाहिँ ठुलो बोतलमा लिन्छौँ कि किन जाडो हुनेसम्म चाहिँ हामीले लिन्थेनौँ होइन अब त गर्मी लाग्यो गर्मीमा चाहिँ त्यही भएर चाहिँ अनि लिन लागेको सबै दुधको आइटमहरू यो सब दुधको आइटमहरू जति पनि छ हुन्छ के भयो कति 160 ए छोडा यस्तो मकैमा घरै गएर भुटिहाल्छु नि मकै अस्ति नेपालबाट ल्याएको मकै र दिनु छ हाम्रो 300 बहिनीले पठाइदिएको म भुटेर दिइहाल्छु त अनि लगभग हाम्रो किन्नुपर्ने सामानहरू सब्जीहरू चाहिँ लगभग किनिसक्यो होइन अब चाहिँ हामी बिल गरेर घर फर्किन्छौँ आजलाई धेरै सामान किन्यौँ एक हप्तालाई पुग्ने सामान एक डेढ हप्तालाई पुग्ने सामान किन्यौँ सकियो होला यहाँ जति बस्यो त्यति खानेकुरा अनि के अनावश्यक किन्न मन लाग्छ बरु छिटो घर फर्क्यो भने सामानहरू चाहिँ लगभग किनेर भ्याइयो अब चाहिँ यसको बिलिङ गर्ने हो बिलिङ चाहिँ हामी सेल्फ रेजी भन्छ होइन सेल्फ रेजीमा गर्छ यसको त पार्ट हुँदैन नि त त्यसले त्यहाँबाट फेरि यसले चुज गरेर अनि यसको प्राइस चाहिँ देखिसक्यो चाहिँ क्रेडिट कार्ड चल्ने भएको भएर चाहिँ हामी चाहिँ अब यहाँ क्रेडिट कार्डबाट पैसा तिर्न लाग्यो यहाँ अब
नेपालतिर त अब त भन्नाले पसलमा गएर आफै उठाउनु पर्छ नि त यहाँ त आफैले यसरी नै सामानहरू लियो आफैले बिलिङ गर्यो आफैले प्याकिङ गर्यो अनि सकियो अब ल आजको सपिङ पनि सकियो है दुईजना आएको छुट्टी थियो त्यही भएर दुईजना सामानहरू किन्न आएको लगभग 1 हप्तासम्मले पुग्छ होला त्यो सामानले अब हेर अब 1 हप्ता पुग्छ कि कति पुग्छ त्यसपछि फेरि पनि आउनेछौँ हामी सपिङको अर्को भिडियो लिएर बाई बाई